नमस्ते गाइस, आजको मिनी भ्लग एकदम स्पेसल छ। वीरगन्जबाट काठमाडौँ जाँदैछु किनकि हाम्रो घरको भिआइपी आउँदैछ। विदेशबाट हाम्रो प्यारी बुहारी। सो लेट्स स्टार्ट द जर्नी। हेर्न सक्नुहुन्छ हामी वीरगन्जबाट निस्किसकेका छौँ। अहिले हेटौडा पुगिसक्न लाग्यो, भन्दा नि पुगिसक्यो हेटौडा। अनि हेटौडाको चाहिँ अनमोल स्विट्समा हामीहरू पहिला पनि एकचोटि आउँदाखेरि डोसा खाएको थियौँ। यहाँ एकदम मिठो लागेको थियो, त्यही भएर फेरि पनि डोसा खान लागेको। तर अनलक्कीले हामी लेट भयौँ। लेट होइन, हामी छिटो पुग्यौँ, त्यो भएर चाहिँ हामीले खान पाएनौँ। अनि मेरो हस्बेन्ड उहाँ स्याड फिल गरेर बस्दै हुनुहुन्छ। डोसा नपाएकोले चाहिँ हामीले रसमलाई ट्राई गरौँ भनेर भन्यौँ। अनि हामीले रसमलाई खान स्टार्ट गऱ्यौँ। अनि हस्बेन्डले स्टार्ट गरिसक्नु भएपछि मैले पनि स्टार्ट गरेँ। ल नि त हेरौँ न कस्तो रहेछ भनेर खाएको त खाएपछि वाउ टाइपको फिल आयो कि कस्तो मिठो लाग्यो कि। अनि त हामीले त्यहाँ खाइसकेपछि हामी निस्किसक्यौँ। हेर्न सक्नुहुन्छ यो हेटौडाको भ्यू। वाउ कस्तो राम्रो भ्यू छ होइन। जे होस् काठमाडौँको जाने बाटो हाम्रो चाहिँ नेपाल यसै पनि ब्युटिफुल छ। यो हिमाल पहाड झरना खोला नाला वाउ यो सबैले त झन् कस्तो राम्रो देखिन्छ है। अनि म चाहिँ उहाँसँग के गफ गर्दै आफूलाई यसो क्यामेरामा देखाउँदै हिँडिरहेको छु। हेर्नु कस्तो राम्रो देखिन्छ भ्यूहरू। अनि अब यो हेटौडाबाट हामीले त्यहाँ हल्का त्यो मिठाई खाएर हिँडिसकेपछि अब यहाँ त्रिखण्डी आउँछ कि। त्रिखण्डी त अब वीरगन्ज बस्ने हेटौडा बस्ने सबै मान्छेहरूलाई थाहा भएकै हो है। यो त्रिखण्डीको झरना हो। अनि यहाँ अलिकति अगाडि यहाँ त्रिखण्डेश्वर महादेवको मन्दिर रहेको छ। भोले बाबाले सबैको रक्षा गर्नुहुनेछ। ओम नमः शिवाय भोले बाबा रक्षा गर्नुहोस् होइन। अनि यो त्रिखण्डी भनेको चाहिँ पिकनिक स्पोट हो कि। अब हामी पनि पहिला कतिचोटि आइसकेको छौँ यहाँ पिकनिक गर्नको लागि। पिकनिक स्पोट मात्रै नभएर कहिलेकाहीँ फ्यामिली गेट टुगेदर गर्नलाई, फ्यामिलीहरूलाई पनि यसो रमाइलो गर्नलाई, केही टाइम स्पेन्ड गर्नको लागि चाहिँ यहाँ एकदम राम्रो ठाउँ छ। फ्रेस हुन्छ, माइन्ड फ्रेस हुन्छ होइन। कति घर बस्दा बस्दा बोर हुन्छ नि, अब धेरै टाढा पनि कहाँ जाने भनेर जस्तो फिल हुन्छ। त्यो चाहिँ हेर्न सक्नुहुन्छ त्रिखण्डकै खोला हो त्यो चाहिँ होइन। अनि कति घर बस्ने वाक्क पनि हुन्छ नि त कहिलेकाहीँ। त माइन्ड फ्रेस हुन्छ, मुड फ्रेस हुन्छ, जो रमाइलो हुन्छ। अनि यो सबै हेर्न सक्नुहुन्छ पिकनिक स्पोट नै हो। यहाँनिर मान्छेहरू सबैजना पिकनिक गर्न आउँछन्। बाटो पनि हेर्नु कतै राम्रो छ कतै नराम्रो छ, खाल्टाङ खुल्टुङ। हामीहरू चाहिँ यस्तो ब्युटिफुल वेदरमा गइरहेको छौँ। यो हाइवेको हावाले त मुड नै फ्रेस बनाइदियो। अनि म त अलरेडी सोच्दैछु एयरपोर्ट पुगेर के बोल्ने होला बुहारीलाई। आफ्टर अल 2 इयर्स पछि भेट हुँदैछ कि होइन। अनि हेर्नु यो हाइवेमा ओ माई गड यस्तो ब्युटिफुल फ्लावरहरू देख्न सक्नुहुन्छ तपाईँहरू। ओ माई गड त्यो फिल आउँछ क्या। जस्ट लुकिङ लाइक अ वाउ टाइपको फिल आउँछ कि। यस्तो मनपर्छ मलाई यहाँको फ्लावरहरू नि यस्तो मनपर्छ। कस्तो राम्रो फ्लावरहरू हुन्छ कि है। जे होस् वेदर पनि राम्रो छ, बाटो पनि क्लिन देखिन्छ है। रोडमा अब गाडी चलिराख्दा बाटोको सिन नै बेग्लै भाइब दिन्छ कि। कति ठाउँमा खेत कति ठाउँमा पहाड हेर्दै फ्यामिलीको कुरा रमाइलो गर्दै हामी जाँदैछौँ हस्बेन्ड एन्ड वाइफ दुवैजना होइन। अब हामी दुईजना कुरा गर्दै म हजुर चाहिँ बाइक चलाउँदै गर्नु, म अब यसो भिडियो पनि लिनु पऱ्यो भन्दै म चाहिँ भिडियो पनि लिँदै हिँड्दैछु। म चाहिँ क्यामराम्यान बनेछु आजको लागि चाहिँ। यो मेरो फर्स्ट मिनी भ्लग पनि भन्न सक्नुहुन्छ कि अब यो लङ भ्लग नै हो। तर यो मेरो चाहिँ फर्स्ट टाइमको भ्लग हो है। मलाई खासै आउन त आउँदैन तर पनि ट्राई गर्दैछु म। अब फर्स्ट टाइम म बनाउँदैछु होइन। अब कति बिजी भइहाल्छ जीवन, तर यस्ता साना साना मोमेन्ट्सहरू क्याप्चर गर्नको चाहिँ मजा नै छुट्टै हुँदो रहेछ क्या। म फर्स्ट टाइम फिल गर्दैछु यो सबैहरू चाहिँ। अनि समटाइम्स यात्रा नै माइन्ड फ्रेस गर्ने थेरापी जस्तो पनि लाग्छ है। अब के भन्नु हेर्नु कस्तो ब्युटिफुल भ्यूहरू देख्न पाइन्छ। अनि यो यात्रामा यस्तै चुपचाप इन्भाइरोन्मेन्टले चाहिँ झन्नै एकदम पिसफुल फिल गराउँदैछ कि। अनि म चाहिँ त्यही सबै कुराहरू गर्दै मेरो हस्बेन्डलाई भन्दै बोल्दै गइरहेको छु। जाँदै चाहिँ अब हामी देउराली पुगिसकेको छौँ। यो हेर्न सक्नुहुन्छ हजुर देउरालीको भ्यू कस्तो ब्युटिफुल देखेको छ होइन। देउरालीमा हामी यहाँ यो हेर्नु ताल मैले पोइन्ट आउट गरेको छु। यो जुम गरेर हजुरलाई देखाउँदैछु ताल कस्तो राम्रो देखेको।
अब म पर छु त्यस्तो क्लियर त देखिँदैन, तर पनि मैले सकेसम्म चाहिँ हजुरलाई राम्रोसँग देखाउने कोसिस गरिरहेको छु। हेर्नु कस्तो राम्रो भ्यू देखिरहेको छ। अब देउराली भन्ने बित्तिकै बुझिसक्नु होला हामी यहाँ किन आएको भनेर होइन। अब थकाइ प्लस भोक इक्वल्स टु के हुन्छ, डेन्जरस कम्बिनेसन हुन्छ। सो हामीले यहाँ सानो ब्रेकफास्ट लिँदैछौँ, सिम्पल हो तर यात्रामा यस्तो नास्ताले चाहिँ हेभन फिल गराउँछ कि होइन। अनि यो रहेको चाहिँ मेरो नास्ता। यहाँको म नास्ता ट्राई गर्दैछु, खाँदैछु। अनि मेरो हस्बेन्डलाई चाहिँ भन्दैछु, फिडब्याक दिँदैछु कस्तो छ यहाँको नास्ता भनेर। अनि उहाँलाई हेराउँदैछु, वा यो माछा भनेर यम्मी भन्दै उहाँलाई म भन्दैछु। मिठो थियो नास्ता पनि मिठो थियो। अब भोको पेटमा जे पनि मिठो लाग्छ होइन, तर यो नास्ता हेर्दै कस्तो मिठो छ हेर्नु न। हामीले चाहिँ यहाँबाट अब नास्ता खाइवरिकन फेरि निस्क्यौँ। अहिले बस यात्रा इन्जोय गर्दै काठमाडौँतिर पुग्दैछौँ। क्यामेरा अन अफ गर्दै मोमेन्ट्स क्याप्चर गर्न कति मजा आउँछ। मेमोरी जस्तो सेभ भएर बस्छन्, कति बिजी भइहाल्छ जीवन है, तर यस्ता साना साना मोमेन्ट्स क्याप्चर गर्न मजा नै अर्कै हुने रहेछ नि। अब चाहिँ हामी फाइनली काठमाडौँ भ्यालीभित्र पसिसकेका छौँ। अनि यो ट्राफिक हेर्न सक्नुहुन्छ। ट्राफिक त कहिलेकाहीँ सुपरस्टारले जस्तै रोकेर राख्छ कि, तर आज दिमाग कुल छ, कारण स्पेसल मिसन बुहारी रिसिभ। अनि यो ट्राफिकलाई हामीले पार गर्दै अब अघि बढिसकेको छौँ। यो हामी चाहिँ काठमाडौँ भ्यालीभित्र पसिसकेछौँ है। अब ढिलो भयो कि पुग्दै, अनि म चाहिँ त्यति धेरै मसँग टाइम भएन, अनि हल्का फ्रेसन अप भएर अनि त्यहाँबाट फेरि निस्किहाल्यो। एयरपोर्टतिर चाहिँ हामी निस्केको थियौँ। यो गएपछि फ्रेसन अप भइसकेपछि यो राति भइसकेको थियो एयरपोर्ट जाँदाखेरि चाहिँ। अब एयरपोर्टतिर जाँदैछौँ, लङ टाइम पछि पनि आफ्नो मान्छेसँग भेट्नु कति मिठो फिलिङ हो है। फाइनली म एयरपोर्टभित्र पसिसकेको छु। हेर्न सक्नुहुन्छ हामी चाहिँ फर्स्टमा चाहिँ रङ वेतिर गएको थियौँ, अनि पछि यहाँ यो अर्को वेबाट जानुपर्छ भनेर चाहिँ यहाँ आइरहेको छौँ है। अब एयरपोर्टमा आइपुगिसकेपछि अब फ्लाइट फाइनली ल्यान्डेड भन्न त अलिक मिल्दैन, कज फ्लाइट 2 आवर्स अगाडि नै ल्यान्ड भएको हो। म अलिक बढी एक्साइटेड भएको कारणले चाहिँ लेट भएको है। म चाहिँ अब 2 आवर्स लेट भएको हो। बिचरा मेरो बुहारीलाई चाहिँ एक्लै पर्खिनु पऱ्यो त्यहाँनिर। रिसाउँदै पनि होली होइन, अब 2 वर्षपछि भेट्न आउने दिदीहरू पनि कति ढिलाउनु भएको भेट्नलाई, लिनलाई मलाई भनेर रिसाइ पनि होली। अब के गर्नु, हामी चाहिँ यहाँ सबैजना वेटिङमा छौँ उसको कतिखेर आउँछन् ऊ भनेर। हेर्नु होला, फाइनली हाम्रो बुहारी आइन्, आउँदैछन् सुटकेस बोकेर। थकाइ देखिन्छ, तर हामीहरूलाई भेटिसकेपछि मुहारमा स्माइल फुल अन छ। वेलकम होम बुहारी। मेरो भाइ गयो छिटो उसलाई बोकिदिनलाई। ओ माई गड 2 वर्षपछिको भेट। कति कुरा गर्न मन होला, कति गफ गर्न मन होला होइन। अनि बिचमा डिस्टर्ब गर्ने यो के भन्छ अरे त्यहाँको सेक्युरिटी कि ऊ हेर्नु न, उहाँ पठाइदिनु भयो उतातिर जाऊ, अगाडि गएर मेलमिलाप गर, फोटो खिच अरे के। अनि आइपुग्यो मेरो अगाडि। अनि एज सुन एज आई स पुरा फ्यामिलीवाला इमोसनल मोमेन्ट फिल भयो। स्मल हग्स, स्माइल्स, लिटल इनसाइड जोक्स सब मिसिएर एकदम स्विट मोमेन्ट चाहिँ बन्यो कि। अनि हामी सबैजना भेट्यौँ। अनि अब ट्याक्सीको चाहिँ भिडियो होइन यो, हामी अब यहाँ भेटघाट गरिवरिकन घरतिर लाग्यौँ कि। अनि घर पुगेर सानो सरप्राइज राखेको थियो अभियसली। वेलकम टु नेपाल भन्ने कि ह्याप्पी बर्थडे टु यु भन्ने। 2 वर्षको बर्थडे यहीँ सेलिब्रेट भयो है। अर्को वर्ष पनि काटेर आएकी थिए भन्ने चाहिँ के हो यसमा केही भने होइन नि, वेलकम टु नेपाल भन्ने हो खालि।
अनि अब हामीले केक काट्न स्टार्ट गऱ्यो। अब हामी र बुहारीले केक काट्न स्टार्ट गऱ्यो होइन। अब बुहारीले कति सरप्राइज दिएको होला भन्ने फेस पनि गरे जस्तै छ, खुसी पनि छिन् होइन। बट द मोमेन्ट वाज सो क्युट एन्ड ह्याप्पी। अनि अर्को स्पेसल मोमेन्ट पनि जब ममलाई चाहिँ सरप्राइज दिएको कि ममको लागि चाहिँ छोटो गिफ्ट भनेकै सरप्राइज। कज मेरो मम्मीलाई चाहिँ थाहा छैन उहाँको बुहारी विदेशबाट आइसकेकी छ भनेर। अहिले चाहिँ ऊ काठमाडौँमा हो अनि मम्मीहरू उता अब लाहान गोलबजार बस्नुहुन्छ नि त। अनि अब ऊ भेट्न जाने भनेकी छिन्। अनि अहिले मम्मीलाई हामी कसैले पनि भनेको छैनौँ यो चाहिँ मम्मीको लागि बुहारीको तर्फबाट सरप्राइज गिफ्ट हो, त्यही भएर भनेकै छैनौँ। अब लेट्स सी हर रियाक्सन कस्तो हुँदो रहेछ उहाँको रियाक्सन भनेर चाहिँ वेटिङमा हो कि हामी। त्यही भएर मम्मीलाई नभनौँ भनेर नभनेको मात्रै हो। अनि यो केक सेक काटेर अब हामीहरू खान स्टार्ट गऱ्यौँ। धेरै फ्रिजको छ है हो ततार ल्याऊ म ठुलोमा एकचोटि है ग्यास बालेर बन्द गरिदिउँ अब क्यामेरा। ह्याप्पी बर्थडे बोला अपरेसन गर्नु यो अब हजुरले कति धेरै फोन गर्नु भएको छ त मलाई। कसले? बाटोमा त्यत्रो गरेको थियो त। अनि यहाँ मेरो भाइ चाहिँ ट्राई गर्दैछ है। मेरो बुढीले के लिएर आयो मेरो लागि गिफ्ट विदेशबाट भनेर सबै सुटकेसको चेक गर्दैछ। पर्फ्युम ट्राई गरिरहेछ, कहीँ हेरिरहेछ, उसको मेनिक्योर पेडिक्योरको त्यो सेट निकालेर यो अपरेसन गर्ने हो भन्दै थियो। यो सबै निकालेर ट्राई गर्दैछ मेरो भाइले। अब उसलाई के होला मेरो लागि के छ भनेर हेर्दै होला। सबै मेरो बुहारीको लुगा मात्रै छ। हामीहरू चाहिँ त्यही सबै हेर्न थाल्यौँ। अब के लिएर आइछ बुहारीले विदेशबाट भनेर खोतल पार्न थाल्यौँ। आएकै दिन हामी त फेरि यस्तो पो पऱ्यो के गर्नु र होइन। के गर्ने हामी मान्छे नि यस्तै पऱ्यौँ। अनि के गर्ने हल्का रमाइलो त गर्नै पऱ्यो नि। मेरो भाइले उसको सबै सामानहरू ट्राई गर्दैछ हेर्नु। वाउ कस्तो ब्युटिफुल देखेको भने फेरि लगाएर सब ट्राई गर्दैछ कस्तो राम्रो देख्यो नि। अनि त्यही सबै ट्राई गर्दै थियौँ हामीहरू। अनि यहाँबाट चाहिँ अब मेरो गिफ्ट पनि निस्किन्छ। मेरो लागि पनि लिएर आएकी छ नि मेरो बुहारीले। त्यही अब हेरौँ के निस्किँदो रहेछ यहाँबाट। सस्पेन्स निस्क्यो कस्तो राम्रो पर्स। यो कानमा चाहिँ प्यापो गर्ने चाहिँ कति है पुपु गरेर चाहिँ। अब हेर्नु उसको आइरनलाई उसले आफ्नो दाढीमा कोर्ने काइँयो बनाइदिएको छ। केटीको सामान कहाँ बुझ्न सक्छ केटाहरूले के हुन्छ होइन। अब हामी गर्ल्सहरूले के युज गर्छौँ, बोइजहरूले सबै कहाँ बुझ्न सक्छन् त्यो सबै कुराहरू। हामी केटालाई पनि पिँढै छ हाम्रो कुरा नबुझ्न सकेर के गर्नु। चक्लेट निकाल्यो अब हेर्न विदेशको चक्लेट भनेर मक्ख पऱ्यो। ओ हे विदेशको चक्लेट भनेर अब म पनि ट्राई गर्नु पऱ्यो भनेर खाँदैछ। अनि यो मेरो फर्स्ट गिफ्ट भन्नाले मेरो मोबाइलको कभर है। हेर्न कति ब्युटिफुल छ। माई गॉड इट्स सो प्रिटी। मैले मोबाइलमा लगाइ पनि सकेको छु कि त्यही दिनै लगाएको मैले। ल्याउने बित्तिकै खोलखाल पार्ने बित्तिकै मैले ट्राई गरिहालेको। कसले छोड्छ होइन गिफ्ट भन्ने चिज पनि कहीँ छोड्ने हो त। त्यही भएर मैले मेरो मोबाइलमा ट्राई पनि गरिसकेँ। अहिले मेरो मोबाइलैमा छ। अनि मेरो सेकेन्ड गिफ्ट मेरो पर्स। थ्याङ्क यू सो मच मेरो बुहारीलाई विदेशबाट यस्तो राम्रो गिफ्ट ल्याइदिएकोमा। अनि यिनीहरू यहाँ चाहिँ बसेर काठमाडौँ 2-3 दिन बसेर घर गयो कि। अनि घर गएपछि मम्मीको रियाक्सन हजुरलाई देखाउँछु म लास्टमा छ। त्यो मम्मीको रियाक्सन चाहिँ लास्ट टाइममा है हेर्नु होला। अब
यही क्लिप हो। अब घर गएँ म मम्मीसँग म भिडियो कलमा बोल्दैछु, मम्मीलाई म उल्झाउँदैछु कि उतैतिर, भाइ बसमा आइरहेको छ भनेर मम्मी वाट्स टु सल्भ के यो बाइकमा आयो त बित्रा भनेर। हेर्न सक्नुहुन्छ उनको आँखामा खुसी देखेर मन नै पग्ल्यो। सिम्पल कुराले पनि कति खुसी दिन्छ है फ्यामिलीलाई। अलराइट गाइज, आजको भ्लग यही इन्ड गर्दैछु। पुरा दिन कस्तो बिजी तर मेमोरेबल रह्यो। थ्याङ्क यू सो मच सबैलाई भिडियो हेरिदिनु भएकोमा। इफ यु इन्जोयड लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। अहिलेको लागि बाई गाइज, स्टे ह्याप्पी, स्टे ब्लेस्ड, स्टे कनेक्टेड एन्ड किप लभिङ